मेरो किचनमा अरू प्लान्ट्सहरू पनि छ, तर म आज यो दुईटा प्लान्ट्सको बारेमा कुरा गर्न गइरहेको छु है। यो पिङ्क चाहिँ मसँग अलिक पहिलेबाट थियो, यसलाई चाहिँ मैले रिपोर्टिङ गराएको छैन। यो गमलामा छ अनि मैले यो सिरामिक गमलामा ठप्प माथिबाट राखेको छु। यो यहाँ ल्याएपछि झन् यस्तो धेरै यो फस्टाएर बुस्सी भएर एकदम राम्रो भएको छ। प्लस यहाँ यो फुल्न थालेको छ, यसलाई चाहिँ राख्नु हुन्छ कि हुँदैन थाहा भएन, तर मलाई चाहिँ कस्तो फुल्दो रहेछ भनेर हेर्न मन लाग्यो, त्यही भएर मैले राखेको। अनि यो लिन जाँदाखेरि अर्को व्हाइट कलरको पनि त्यही थियो, तर मैले व्हाइट कलरको नल्याइकन यो मात्रै ल्याएँ। घर आइसकेपछि मलाई यति धेरै रिग्रेट भयो किन ल्याइन होला, व्हाइट पनि ल्याउनु पर्ने भनेर। यो सँगै अरू प्लान्ट्सहरू यहाँ राखेको थिएँ। यो ठाउँ त्यति राम्रो देखिए जस्तै मलाई लागेन के अरू प्लान्ट्सहरूसँग यो राख्दाखेरि। अनि केही दिन अगाडि चाहिँ म फेरि यो जहाँबाट ल्याएको त्यही नर्सरीमा गएर यो व्हाइट कलरको लिएर आएँ। सेम गमलामा यसरी नै राखेको छु। यो ल्याइसकेपछि फेरि कस्तो राम्रो भइसके जस्तो पनि मलाई फिल भइरहेको छ कि ल्याएर यो दुईटालाई यसरी सेम बनाएर टक्क यो किचनमा राख्दा मलाई यति धेरै मन आनन्द भयो कि यति नगर्दासम्म मलाई छटपटी भइरहेको थियो। यस्तो हुन्छ प्लान्ट लभरको मन के, सोचेको कुरा गर्न पाइएन भने छटपटी यो फुललाई ल्याएर यहाँ राख्न पाए हुन्थ्यो, यो प्लान्टलाई यहाँ ल्याएर राख्न पाए हुन्थ्यो भनेर जुन दिमागमा सोध्छ नि, त्यो कुरा पुरा नहुँदासम्म छटपटी हुने, त्यस्तै छटपटी भइरहेको थियो। यो ल्याएदेखिको मलाई आनन्द भएको छ। यो अझ धेरै बुसी छ, यो चाहिँ अलिक खासै बुसी छैन, बट इट्स ओके। त्यहाँ भएभरिमा सबैभन्दा राम्रो चाहिँ मैले लिएर आएको। यो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो छैन त? यो सँगै फेरि यो राख्ने ठाउँै कोही नभएपछि चाहिँ यसलाई पनि मैले यहीँ राखिदिएको छु कि यो फुलहरू हेर्दै यो प्लान्ट्सहरू हेर्दै बाहिरको हरियाली हेर्दा झन् कति रमाइलो आउँछ। अहिले कुहिरो लागेर शीत परेर यहाँ पुरै उ भएको छ झ्यालमा।